भिडियो स्टार्ट गरौँ। पहिलो क्वेसन रहेको छ, नेपालको पहिलो प्रधानमन्त्री को हो? अनुमान गर्नु त को होला? यसको सही आन्सर रहेको छ मधुलिका प्रसाद कोइराला। दोस्रो क्वेसन रहेको छ, नेपालमा संहिता कहिले लागू भयो? 2072 सालको संविधानबाट। तेस्रो क्वेसन रहेको छ, नेपालको पहिलो अस्पताल कुन हो? वीर अस्पताल। चौथो क्वेसन रहेको छ, नेपालको पहिलो राष्ट्रपति निवास कहाँ छ? शीतल निवास, महाराजगञ्ज। त्यसपछि 5मा क्वेसन रहेको छ, नेपालको सबभन्दा पुरानो राजनीतिक दल कुन हो? नेकपा, नेपाल कम्युनिस्ट पार्टी, 2006 सालमा। त्यसपछि 6 नम्बर क्वेसन रहेको छ, नेपालको पहिलो महिला उप प्रधानमन्त्री को हुन्? शैलजा आचार्य। त्यसपछि 7वां क्वेसन रहेको छ, नेपालमा पहिलो जनगणना कहिले भयो? 1911, विक्रमसम्वत 1968 देखि स्टार्ट भएको। इट मिन्स अहिलेसम्म 11वटा जनगणना भइसकेको छ। 8 नम्बरको क्वेसन रहेको छ, नेपालमा कति महानगरपालिका छन्? 6वटा। नेपालमा जम्मा 6वटा महानगरपालिका छन्। त्यस्तै 9 नम्बरको क्वेसन रहेको छ, नेपालमा सबभन्दा धेरै जनसङ्ख्या भएको नगरपालिका कुन हो? नेपालमा सबभन्दा धेरै जनसङ्ख्या भएको नगरपालिका कुन हो? यसको सही आन्सर रहेको छ काठमाडौँ महानगरपालिका। 10 नम्बरको क्वेसन रहेको छ, नेपालमा सबैभन्दा धेरै जनसङ्ख्या भएको नगरपालिका कुन हो? नेपालमा सबैभन्दा धेरै जनसङ्ख्या भएको नगरपालिका कुन हो? ठुलीभेरी नगरपालिका। ठुलीभेरी नगरपालिका। 11 नम्बरको क्वेसन रहेको छ, नेपालको पहिलो विश्वविद्यालय कुन हो? त्रिभुवन विश्वविद्यालय, विक्रमसम्वत 2016मा यसको स्थापना भएको थियो। 12 नम्बरको क्वेसन रहेको छ, नेपालको पहिलो कलगुणित नायक को हुन्? यसको सही आन्सर रहेको छ भुवन केसी। त्यस्तै 13 नम्बर क्वेसन रहेको छ, नेपालमा आयकर कहिले लागू भयो? विक्रमसम्वत 2019 देखि। त्यसपछि 14 नम्बरको क्वेसन रहेको छ, नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता कहिले पायो? नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता कहिले पायो? यसको सही आन्सर रहेको छ विक्रमसम्वत 2012, एडीमा भन्दाखेरि 1955। त्यस्तै 15 नम्बरको क्वेसन रहेको छ, नेपालमा पहिलो रेल सेवा कहाँ सुरु भयो? जनकपुरदेखि जयनगर। जनकपुरदेखि जयनगर पहिलो रेल सेवा सुरु भएको थियो। त्यसपछि 16 नम्बरको क्वेसन रहेको छ, नेपालमा पहिलो मोटर गाडी कहिले आएको हो? नेपालमा पहिलो मोटर गाडी कहिले आएको? यसको आन्सर 1901 एडीमा आएको हो। नेपालमा पहिलो मूल कानुन कहिले जारी भयो? नेपालमा पहिलो मूल कानुन कहिले जारी भयो? विक्रमसम्वत 2004मा। त्यस्तै 19 नम्बर क्वेसन रहेको 18 नम्बर क्वेसन रहेको छ, नेपालमा पहिलो फुटबल सङ्घ कहिले गठन भयो? यसको सही आन्सर हो विक्रमसम्वत 2013मा। त्यस्तै 19 नम्बरको क्वेसन रहेको छ, नेपालमा पहिले प्रयुक्त प्रमुख वाग्दालय कुन हो? यसको सही आन्सर छ मादल। त्यस्तै एउटा लास्टको क्वेसन हामी लिएर आएको छौँ 20 नम्बर। त्यो क्वेसन रहेको छ, नेपालमा पहिलो टेलिफोन लाइन कहाँ जडान भयो? नेपालमा पहिलो टेलिफोन लाइन कहाँ जडान भयो? यसको एन्सर तपाईँहरू कमेन्ट गर्नुहोला।